अफ्रिकाको राजा नै मुखिया बा हुनुहुन्थ्यो र उहाँले बाली सेरमा उठाउने काम गर्नुहुन्थ्यो। त्यसमा मलाई सघाउनु बढाउनुहुन्थ्यो र सघाइदिए बापत तरकारी र मैले बाआमाको आँखा कान छलेर कुखुराको फुल नकफुल चाहिँ खान थालेँ र मलाई चाहिँ चिउने माटोलाई नकफुल ल्याइदियो है भनेर मुखिया बाले भन्नुहुन्थ्यो र ल्याइदिनुहुन्थ्यो र बिस्तारै मैले कुखुराको फुल खान थालेँ र जाँडरखि त मैले छुवाको पनि होइन है नसकेको र मैले अरूले पकाएको कोदोको रोटी खाएँ, भुटेको मकै खाएँ। खाना चाहिँ म आफैले पकाएर खान्थेँ म। त्यस पछाडि विद्यार्थी जम्मा हुनुभयो, चक छैन, ब्ल्याकबोर्ड छैन, होइन केही पनि छैन। बिस्तारै गोर्खाबाट चाहिँ चकहरू मगाएँ। त्यो सल्लाहको फलेकमा चाहिँ अङ्गारको कालो दलेर अनि लेख्ने चकले लेख्ने सिस्टम भयो र हामी कहाँ चाहिँ एक कक्षामा 18-20 वर्षका केटाकेटीहरू पढ्न आउनुहुन्थ्यो र उहाँहरू मभन्दा धेरै हाइटी हुनुहुन्थ्यो, अर्को हुनुहुन्थ्यो होइन। म त होचो थिएँ र उहाँहरूले केही बिराउनु भयो भने न्युरी गर भनेर भनेपछि न्युरी गर्नुहुन्थ्यो अनि मैले कान्ने मर्थेँ। त्यो अवस्थाबाट मेरो नामै चिउने हो। त्यति बेला कोही बाआमा बाँचिरहनु भएको छ भने चिउने मास्टर भन्यो भने चिन्नुहुन्छ होला, नत्र मेरो नाम त कसैले पनि थाहा छैन। मेरो नाम केही मान्छेहरूलाई थाहा थियो, उहाँहरू हुनुहुन्छ कि हुनुहुन्न म भन्न सक्दिनँ। नत्र चिउने मास्टर भनेपछि अधिकांशले चिन्नुहुन्थ्यो र चिउने आयो भनेपछि खुसी पनि हुनुहुन्थ्यो। घरमा भएको कोदोको रोटी मकैहरू खान दिनुहुन्थ्यो। त्यो चाहिँ मलाई याद छ। र जब विद्यार्थी बदले र पढ्ने वातावरण भयो, कक्षा थिएन र पछि 1 वर्ष पछाडि 2मा जाने विद्यार्थीहरूलाई चाहिँ बार लगाएर 1 र 2 बनाएर छुट्याएर पढाएँ दोस्रो वर्ष। र त्यस पछाडि अब बिस्तारै आफूलाई त यहाँबाट छिटोभन्दा छिटो भाग्ने थियो, किनभने घरबाट यहाँ आउन बाले ल्याउनु पर्ने, यहाँबाट घर जान कोही न कोही गुरुङ साथी लिएर मात्रै जानुपर्ने। म जान सक्दिनँ। भड्याङ कुनाबाट उक्लेर चिसापानी हुँदै तुरुङ कन्जेरीको ओह्रालो झरेर 15 देउरालीबाट झ्याम्पिताल निस्केर हिँड्ने बाटो थियो। म त्यति सानो भए पनि घरबाट म लगभग 5 बजेतिर आमाले तातो भात खाएर बाटोमा खाने 2टा रोटीको पाङ्रा हालिदिनुहुन्थ्यो झोलामा। अरू कहीँ होटल बस्ने खाने चलन पनि थिएन, छला पनि थिएन र म लगभग 11 बजेतिर यहीँ आउँथेँ हिँडेर। घरबाट 11 बजे म यहाँ आइपुग्थेँ। कतिपय मेरो विद्यार्थीहरू हुनुहुन्छ भने अब केही सम्झना होला, जस्तो हाम्रो शेरबहादुरजी अहिले शिक्षक अभिभावक सङ्घको अध्यक्ष हुनु रहेछ र उहाँ 4-5 वर्षको हुन्छ जस्तो लाग्थ्यो मलाई। मैले डोर्याउँदै ल्याउँथेँ स्कुलमा, मान्नुहुन्थेन, हिसाबले ल्याउँथेँ। र त्यसरी त्यो बेलाको अवस्थाबाट यहाँ आउँदा मलाई कहाँ आए जस्तो भइरहेको छ, होइन के फिलिङ भइरहेको छ, मेरो अनुभव म यहाँहरूलाई यसरी सुनाउन चाहन्छु। र अहिलेको शिक्षकहरूलाई यसरी हाम्रो पालामा जस्तो घर घर गएर विद्यार्थीलाई खोजेर ल्याउनु पर्ने अवस्था छैन। अब समयको माग अनुसार यो 400 अप्रिल भन्थे पहिला, होइन अहिले त के भन्छ थाहा छैन। म आउँदा 400 अप्रिलको भन्थे र यहाँ 400 घर छ अप्रिलमा भन्नुहुन्थ्यो, होइन। र म सबै घरमा पुगेरै घुराहरू लिएर आएको हो। त्यति बेलाको पोसाक भनेकै केटाहरूले दौरा लाउनुहुन्थ्यो अनि दौरामा अगाडिको फेद च्यापेर पछाडिको फेद च्यापेर बस्ने हो। कट्टुहरूको व्यवस्था थिएन र महिलाहरूले चाहिँ भनेक र चाहिँ गुनियो लाएर आउनुहुन्थ्यो पढ्नलाई। विद्यार्थी भएर यहाँ स्कुलमा आउँदाखेरिको अवस्था त्यस्तो थियो र भाडा यो अहिले जुन देखेँ यो मलाई त अर्कै सहरमा पुगेको जस्तो अनुभव भएको छ। त्यति बेला कहीँ शौचालय भन्ने व्यवस्था थिएन, एकदमै फोहोर अवस्था थियो, होइन। गल्ली गल्ली दुर्गन्धित थियो, बाहिरको कुना टेक्ने अवस्थै थिएन। सबै टोयलेटको व्यवस्था केही पनि थिएन। कसैले नुहाउने हातमा धुने यति राम्रा भएर बस्ने त्यति बेला अवस्था थिएन। धारोमा पानी लिन जानु पर्थ्यो, घरमा पानी थिएन। बिस्तारै लम्किएर एक गाडी पानी लिएर आउने हो। त्यो हात गोडा धुने नुहाउने त्यो सिस्टमै थिएन त्यति बेला। यो भयो पुरानो अवस्था र यतिको बनाउनु यो अवस्थासम्म यो विद्यालयलाई यो अवस्थासम्म ल्याउन हामीभन्दा पछाडि जसले जति योगदान दिनुभएको छ उहाँहरू सबैलाई म हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु। र यो जुन 2 शब्द राख्ने मौका दिनुभएको छ यो आयोजक टिमलाई कहाँबाट मोबाइल नम्बर खोजेर जुन भूतपूर्व शिक्षकको नाताले बोलाउनु भयो, यहाँहरूलाई पनि म दिनैदेखि
हार्दिक धन्यवाद दिन चाहन्छु। र म पनि 59 सालको चाहिँ 38 सालको चैत 1 गते यहाँ नियुक्ति लिएँ। 39 सालको असोज 1 गते यही स्कुलबाट स्थायी नियुक्ति लिएँ। 59 सालको असोज मसान्तमा राजीनामा गरेँ। जम्मा मैले 20 वर्षै पढाएको हो र त्यसभन्दा एक दिन पनि पढाइनँ मैले। 20 वर्ष पढाएँ, छोडेँ, मार्केट लाइनमा जब गरेँ 18 वर्ष जति। अहिले 2-3 वर्ष भयो, अहिले चाहिँ घरमै छु। म शिक्षक साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने त्यति बेलाको हाम्रो अब पालाको जस्तो होइन। अहिले अत्यन्तै प्रविधिको जमाना छ। हाम्रो त त्यति बेला घडी हुने मान्छेले आएर पालीमा 10 बजेको बेलामा एउटा ज्वरो काटिदिनुहुन्थ्यो, 4 बजेको बेलामा डोर्थ्यो। यो ज्वरोमा घाम पेयो 10 बजे प्रार्थना गर्ने, ज्वरोमा घाम पेयो 4 बजे घर जाऊ भन्ने। घडी सडी केही पनि थिएन, मोबाइलको त कुरै छोड्नुहोस्। त्यो अवस्था थियो त्यति बेला भने। अहिले एकदमै प्रविधियुक्त आएको छ, कम्पिटिसनको जमाना आएको छ, पुरै इङ्ग्लिस मिडियमको संसार छ। कम्प्युटरदेखि लिएर विभिन्न किसिमका चाहिँ पद्धतिहरूको विकास भएको छ। त्यसैतर्फ यो विद्यालयलाई आधुनिक मैत्रीतर्फ लैजानु हुन शिक्षक र अभिभावक सङ्घ अथवा यो हाम्रो चाहिँ विद्यालय व्यवस्थापन समितिहरूलाई त्यतातिर ध्यान पुर्याउनु हुन हार्दिक अनुरोध गर्दछु। र विद्यार्थी भाइ बहिनीहरूलाई अत्यन्तै अहिले चाहिँ के छ भने पहिला हामीले त लौराले हान्दा आइया भन्दै जान्थे, केही हुन्थेन पढेन भनेर। अहिले त पढेन भनेर पिट्न मिल्दैन, पिटेपछि कारबाही खाइन्छ। त्यस कारणले विद्यार्थीहरू अत्यन्तै अनुशासित हुनुपर्छ। शिक्षकहरूले भाइ बहिनीहरूलाई कहिल्यै पनि भाइ बहिनीहरूको भविष्य बिग्रने खालका कुराहरू सिकाउनुहुन्न। त्यस कारणले शिक्षकहरूले भनेका कुराहरूलाई अत्यन्तै ध्यानपूर्वक सुनेर विधि व्यवहारमा उतार्ने गर्नुपर्छ। र आफ्नो भविष्य निर्माणको निमित्त शिक्षकहरूको भूमिकालाई एकदमै मध्यनजर गरेर विद्यार्थी भाइ बहिनीहरू अगाडि बढ्नु हुन म भाइ बहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। र आगामी वर्षहरूमा पनि यस्तै कार्यक्रममा आउने अवस्था मिलेछ भने यो विद्यालयको चाहिँ जुन 38 सालबाट यहाँसम्म आउँदाखेरिको जुन प्रगति भयो, अझैको योभन्दा अर्को वर्षमा पनि अरू धेरै प्रगति भएको सुन्न पाऊँ भन्दै मेरो छोटो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद।